नमस्कार दर्शक तथा श्रोता वृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथाको 709औं भिडियोमा। आजको लोककथा रहेको छ जस्तालाई तस्तै। कृपया भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला र सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। कथा जस्तालाई तस्तै। अश्वगन्धा नगरीका राजा विक्रम किशोर र त्यसै नगरीका सेठ धनगुप्तमा बालककालदेखि नै मित्रता थियो। दुवैको मित्रता समयको साथसाथै झनझन पक्का हुँदै गएको थियो। राजाले सेठलाई आफ्नै दाजुभाइ झैं देखेका थिए। एक दिन कालगतिले सेठ स्वर्गवासी भए। तिनको सारा कारोबार तिनका छोरा नन्दगुप्तको हातमा आयो। ती अहिले सानै थिए। बाबुले कहिले पनि छोरालाई कुनै काम लाएका थिएनन्। त्यस्ता पुलपुल्याएर पालिएका नन्दगुप्त असाध्य गाह्रो व्यापारको काम सम्हाल्न समर्थ भएनन्। फलस्वरूप लक्ष्मीले बिस्तारै बिस्तारै सेठ परिवारलाई छोड्न पुगिन्। सेठ नन्दगुप्त केटाकेटी हुँदा साह्रै नै धर्मभीरु पनि थिए। पुरोहितले जे जसो भने उसै गर्न तयार पर्दथे। यसै कारणले पुरोहितले सेठ धनगुप्तको यस्तो परिश्रमले कमाएको सम्पत्तिको आधै जस्तो 11औं र 12औं गराउँदा आफ्ना ढुकुटीभित्र पसालिसके। तर धनले लोभ बढाउँछ। लोभी पुरोहितको लोभ त्यति सम्पत्ति पाउँदा पनि घटेन। तिनको दृष्टि अरू चीज वस्तुका साथै सेठजीको रोज 20 सेरको दरले दूध दिने गुजराती गाईमाथि पनि थियो। त्यस गाईलाई पनि कुनै युक्तिले हात लगाउने उपाय सोच्न थाले। बिस्तारै बिस्तारै सेठजीको 45 दिन आइपुग्यो। 10 दिन अगाडि नै पण्डितजीले दान गर्ने वस्तुको तपसिल बनाएर दिए। तपसिल के थियो? बिचरो नन्दगुप्तलाई जोगी बनाउने उपाय थियो। नन्दगुप्तले तपसिल हेरी पण्डितजीलाई विदा गर्यो। पण्डितजी कुनै प्रकारले त्यही गुजराती गाई दान गराउने उपाय सोच्दै घर फर्के। 45 दिनका अघिल्ला दिन बिहानै पण्डितजी अँध्यारो मुख लगाई सेठ कहाँ पुगे। सेठले पण्डितजीको स्वागत गरी आफ्नो गद्दीमा बसाल्यो। पण्डितजीले मौका हेरी भने, बाबु, आज मैले सेठजीलाई सपनामा देखेँ। उहाँ हजुरको दान गरेका मालहरू पाई अत्यन्त प्रसन्न हुनुहुन्थ्यो। मलाई पनि भन्नुभयो, पुरोहित बाजे, तपाईले शुद्ध वचन पारिकन दान गराउँदा मलाई बहुतै तृप्ति भयो। म तपाईदेखि पनि बहुतै प्रसन्न छु। तर छोराले पहिले दान गरिदिएको गाईले दूध दिन छोड्यो। त्यति दूधले काम पनि चल्दैन थियो। यहाँ आफूले यमदूतहरूलाई पनि नदिए तिनीहरूले शास्ति दिन्छन्। तसर्थ तपाईले गएर छोरासँग भनसुन गरी मेरो मन परेकी गुजराती गाई दान गराइदिनुहोला। हेर्नुहोस्, मेरो गति हाटशाला मात्र भइरहेछु। तपाईले यति काम गरिदिनु भयो भने म सदा सर्वदा तपाईलाई र छोरालाई परलोकबाट आशीर्वाद दिनेछु। बाबु, मेरो भन्ने काम हो, गर्ने नगर्ने हजुरको इच्छा। पितृहरू रिसायो भने मानिसको कुलै समेत बिलाउँदछ। सेठ नन्दगुप्तले भन्यो, पण्डितजी, यो सारा सम्पत्ति पिताजीले नै जम्मा गर्नुभएको हो। उहाँले नै परलोकमा भोग गर्न नपाए के काम लाग्यो? यो गाई दान गरिदिन्छु। पण्डितजी प्रसन्न हुँदै फर्के। 45 दिनको दिन सेठ कंगाल भयो। एक सरा मालताल बाहेक सेठ धनगुप्तले कमाएको सम्पत्तिमा उनको चढ्ने एउटा असल अरबी घोडा सिवाय केही रहेन। पण्डितजीको दृष्टि अब त्यस घोडामा जम्यो। अब ती त्यस घोडालाई फुत्काउने उपाय सोच्न थाल्यो। सेठजीको 6 महिना हुने एक दिन पहिले पण्डितजी फेरि नन्दगुप्त कहाँ गए भने, बाबु, आज फेरि सेठ बाबालाई सपनामा देखे। साह्रै नै मोटो हुनुभएको रहेछ। ठुलो घ्याम्पो जत्रो भुँडी पनि निस्केछ। भन्नुहुन्थ्यो, पुरोहित बाजे, तपाईको जय होस्। तपाईले गराउँदा मैले दूध खान पाएँ। हेर्नुहोस्, यत्रो भुँडीसम्म भयो। साथमा भएका यमदूतहरू पनि दूध खाई मदेखि प्रसन्न छन्। तर यस भुँडीले हिट्न मुस्किल पर्यो। अब यसपालि 6 महिनाको मासिकमा कृपा गरी मेरो मन परेको अरबी घोडा पनि दान गराइदिनु भए म कुशलपूर्वक स्वर्ग पुग्न सक्थेँ। तर छोरा नन्दगुप्त पनि धार्मिक बुद्धिको छ। तपाईले भनेको मान्दछ। एक बाजी भन्नुभयो भने त्यसले नाइनास्ती गर्ने छैन। मैले जसको नुन खाएको छु उसको सोझो गर्नुपर्दछ। मेरो भन्ने काम हो, तपाईको जस्तो इच्छा। बालक सेठ नन्दगुप्तले भन्यो, पुरोहित बाजे, तपाईले बेस भन्नुभयो। म अवश्य नै आफ्नो पिताको कष्ट दूर गर्ने प्रयत्न गर्दछु।
भोलि नै भाग्यले 6 महिनाको मासिक परेछ। भोलि म अवश्य नै यस घोडालाई पितृलाई सुख होस् भन्नका खातिर दान गरिदिन्छु। त्यस पुत्रले जन्म नै व्यर्थ लियो जसका स्वर्गवासी पूर्वजहरूले कष्ट पाए। पुरोहितजी सेठको खूब प्रशंसा गर्दै प्रसन्न चित्तले घर फर्के। 6 महिनाको मासिकमा सेठ नन्दगुप्त कंगाल भयो। साँझ बिहानको काम चलाउन पनि कष्ट भयो। उता पुरोहित बाजे सेठका धनले राजाले नपाउने सुख पाई दिन बिताउन थाले। क्रमशः सेठ धनगुप्तको वर्ष दिन आइपुग्यो। दरिद्र नन्दगुप्त साह्रै चिन्तामा पर्यो। इज्जत थाम्न पनि मुस्किल पर्दा उसले आफ्ना पिताका परम मित्र राजा विक्रम किशोर कहाँ गई केही मद्दत लिने विचार गर्यो। नन्दगुप्त भोलिपल्ट नै दरबारमा उपस्थित भयो। राजाले सबै हाल सुने। सेठको त्यत्रो सम्पत्ति छलिया बाहुनका जालमा परि त्यसरी भुसुक्क भएको सुन्दा उनलाई त्यस पुरोहितमाथि बडो क्रोध आयो। परन्तु क्रोध गरेर के गर्नु, अब त उपायले नै काम गर्नु पर्दछ। यस्तो विचार गरी राजाले नन्दगुप्तलाई भने, बाबु तिमीले कुनै कुराको चिन्ता नगर, म छँदैछु। तिम्रा बाबा मेरा परम मित्र थिए, तिमी मेरा मित छोरा हुँदै हौ। तिम्रो यस्तो बखतमा मैले अवश्य सहायता गर्नै पर्छ। तर हिजो मैले पनि सेठजीलाई सपनामा देखे। भन्नुभयो, मितज्यू छोराले गरेको दानले म बहुतै प्रसन्न छु, तर के गर्नु, धेरै दूध खाँदा मलाई बात रोग भयो। घोडा पाएदेखि घोडाले एक पाइलो हिँड्नु परेन। त्यसै कारणले जोड्नेमा दर्द पनि उठ्न लाग्यो। अब हजुरले पुरोहित बाजेका जोड्नेमा आगोमा बेसरी रातो पार्न लगाएको फलामे नालले डामिदिनु भए मेरो सारा कष्ट दूर हुने थियो। बाबु हामीले स्वर्गवासी सेठजीलाई जसरी पनि सुख दिन पर्छ। जुन प्रकारले पण्डितजीले गाईको दूध खाँदा सेठजी मुडीवाल हुनुहुन्थ्यो, जुन प्रकारले पण्डितजीले घोडा चढ्दा सेठजीलाई बाटो हिँड्नु परेन, त्यस्तै पण्डितका जोड्नेमा गरम गरम नालाले डाम्दा सेठजीको बात रोग निको हुन्छ। बालक सेठ नन्दगुप्तको चित्त बुझ्यो। उसले भन्यो, मितबा हजुरबाट आज्ञा भएको ठिक हो, म तुरुन्त गइकन त्यसको प्रबन्ध गर्दछु। काम समाप्त भएपछि म हजुरलाई बिन्ती चढाउन आउनेछु। नन्दगुप्त तुरुन्त पुरोहित बाजे कहाँ पुग्यो। पुरोहितजी बसिरहनु भएको थियो। नन्दगुप्तलाई आदरपूर्वक नजिकै राखी कुशल सोध्नुभयो। नन्दगुप्तले कुशल समाचार बताई भन्यो, पण्डित बाजे पिताजीलाई साह्रै कष्ट छ रे। हामीले जसरी भए पनि उहाँको कष्ट दूर गर्नुपर्दछ। शुभ काममा ढिलो गर्न ठिक छैन। एउटा मकल भरभराउँदो आगो र एउटा फलामे नाल ल्याउनुहोस्। पण्डितजीले केही पनि बुझ्न सकेनन्। हेरौँ यसले के गर्न आँट्यो भनी ठानी नोकरलाई एक मकल खुब भरभराउँदो आगो र एउटा फलामे नाला ल्याउने आज्ञा दिए। नोकरले सब ठिक पारिदियो। नन्दगुप्तले नाला खुब रात पारी भन्यो, पण्डित बा हुँदादेखि नै सेक्न ठिक पर्ला होइन। पण्डितजी सेठका कुरा सुन्दा एकदम हडबडाए। भन्न लागे, बाबु यो के गर्न आँट्नु भयो? के मलाई यसरी डामेर तपाईको बालाई आराम मिल्दछ? नन्दगुप्तले आश्चर्यका साथ भन्यो, तपाईले के भन्नुभएको? तपाईले खाइदिँदा मेरा बाबुले पाए, तपाईलाई दिँदा मेरा बाबुलाई आराम मिल्यो। तपाईले घोडा चढ्दा मेरा बाबुलाई पैदल हिँड्न परेन कि तपाईलाई सेकिदिँदा मेरा बाबुलाई सन्चो नलाग्ला? आजसम्म मैले केही कुराको विचार नराखी पितृसेवा गरे। अब यस समयमा किन चुकौं? पर्खनुहोस्, पसार्नुहोस् पाउ, सेकिदिउँ। सेठका कुरा सुन्दा पण्डितजीको होस गुम्यो। भन्यो, बाबु तपाईलाई यस्तो कुरो कसले सिकाइदियो? नन्दगुप्तले भन्यो, हाम्रा मेदबा राजा किशोरले तपाईले देख्नुभए जस्तै गरी पिताजीसँग भेट गरी बक्सिएछ। पिताजीले आज्ञा भए मुताबिक मलाई तपाईको जोड्नेमा नालाले सेक्ने आज्ञा मेदबाबाट मिल्यो। वही आज्ञाले म आएको हुँ। चतुर पुरोहितले राजाको सारा चलाकी बुझे। नन्दगुप्तलाई एकैछिन पर्ख भनी आफू महाराजका हजुरमा हडबडाउँदै हाजिर भए। पण्डितजीलाई त्यसरी आएको देख्दा महाराजबाट सोधनी भयो, पण्डितजी किन पाल्नुभयो? पण्डितजीले निवेदन गरे, महाराज मबाट कसुर भयो। बालकलाई सोझो देखेर मेरो बुद्धि खराब भयो। अब यस एकहोरो सुर भएको बालक यजमान नन्दगुप्तले त मेरा हरै बसाल्न लाग्यो। सरकारको शरणमा छु, जो दया। राजाले भने, पण्डित काम त तिमीले साह्रै नै खराब गर्यो, तर बाहुन हौ, जाऊ माफ दिए। भोलिसम्ममा सेठबाट लुटेको सारा धन एक एक पाइको हिसाब गरी मलाई बुझाऊ। म नन्दगुप्तलाई सम्झाइ बुझाइ तिम्रा ज्यान बचाइदिनेछु। पण्डितजी घर फर्के। सेठ बाटो हिरिरहेको थियो। पण्डितजीले भने, सेठ महाराजबाट तपाईलाई तुरुन्त हुकुम भएको छ, दरबारमा हाजिर हुनुहोस्। सेठ दरबारतिर हिँड्यो। पण्डितजीको ज्यान बच्यो। भोलिपल्ट नै पण्डितजीले सारा दान पाएका मालमता महाराजका हजुरमा पेश गरेर छुट्टी पाए। अबदेखि कसैलाई नठक्ने प्रतिज्ञा पनि गरे। महाराजले सेठ नन्दगुप्तलाई सम्झाइदिए। नन्दगुप्त बालक हुनाले जसले जे भन्यो उही पत्याउने मानिस थियो। राजाले सम्झाउँदा मानि पनि हाल्यो। भोलिपल्ट नन्दगुप्तलाई डाकी राजाले पण्डितजीले बुझाएको सारा जिनिस दिए।
सेठ पहिले त दान गरेको जिनिस लिन मन्जुर भएन, तर राजाले भने, बाबु यो सब माल मैले दान दिएर पण्डितजीसँग किने। यति वस्तु नभए तकलिफ हुन्छ, मैले दान दिएपछि तिमीले लिन केही हुन्न। आजदेखि मसँग नसोधी केही काममा हात नहाल, आनन्दसँग घर जाऊ। सेठ नन्दगुप्त प्रसन्नतापूर्वक सबै वस्तु लिएर घर फर्क्यो। त्यसका दिन फेरि फर्के महाराजबाट सेठ लायक नहुन्जेलसम्मलाई एउटा मानिस सारा कामकाजको हेरविचार गर्नका निम्ति तैनाथ भयो। तपाईलाई आजको कथा जस्तालाई तस्तै कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सनुहोला भन्दै लागौं गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ। देख्नलाई नजिकै छ, होइन त्यति टाढा, भेट्न खोज्दा सकिँदैन हुन्छ टाढा टाढा। के हो प्रश्न एकपटक फेरि। देख्नलाई नजिकै छ, होइन त्यति टाढा, भेट्न खोज्दा सकिँदैन हुन्छ टाढा टाढा। के हो? यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला। म तपाईको नाम सहित भोलि कमेन्ट पनि वाचन गर्नेछु भन्दै हिजोको भिडियो पृथ्वी र लामपुच्छ्रे ताराको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ लागौं। मायाश्रीज्यू लेख्नुहुन्छ, नमस्कार जोजोलपा शुभ बिहानी। आदरणीय जमिन सर, साह्रै नै राम्रो कथा। प्राणीमा झै ग्रहहरूमा पनि दाहा लोभ भन्ने हुँदो रहेछ नि भन्नुहुन्छ। धन्यवाद। रामकृष्णज्यू लेख्नुहुन्छ, विज्ञानलाई कथासँग जोडेको राम्रो रचना, जय होस्, नमस्कार भन्नुहुन्छ। सरोज खलेज्यू लेख्नुहुन्छ, नमस्कार दाजु हजुर। नमस्कार। त्यसैगरी मोनिका थापाज्यू लेख्नुहुन्छ, अनबिलिभेबल। त्यसैगरी ग्रेस करुणाज्यू लेख्नुहुन्छ, वाउ रियली नाइस एन्ड भेरी इन्ट्रेस्टिङ टु लिसन विथ योर ब्युटिफुल म्याजिकल भोइस जमिन सर, थ्याङ्क यू सो मच भन्नुहुन्छ। धन्यवाद तपाईँलाई पनि। दीप्तिमल सिन्हाज्यू लेख्नुहुन्छ, नाइस एक्सिलेन्ट स्टोरी इन योर भोइस इज गुड भन्नुहुन्छ। कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।